2079 सालमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ जन्म भयो त्योभन्दा अगाडि बालेन शाह, हर्क सम्पाङ र कुलमान दाइ त आफ्नो कार्यकाल निभाइराख्नु भएको थियो, पछि आउनुभयो, जनतालाई उहाँको पनि आश थियो। त्यस कारणले मैले यसो विचार गरेँ, होइन यस्तो यस्तो पात्रहरू आइसक्नु भएको रहेछ, साँच्चीकै अब हामीले यो कुलदेवतालाई चाहिँ पुजेर राख्ने होइन, अब कुलदेवतालाई कुलमा छोडेर अब हामी देश बनाउने कुलदेवतालाई चाहिँ अगाडि लानुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रति नजिक भएको त म अलिक पछिल्लोचोटि हो, म राजनीतिक शास्त्रमा यसरी आउँ जस्तो मलाई लागेको चाहिँ थिएन। तर अब जस्तो रवि लामिछाने दाइले राष्ट्रिय स्वतन्त्र पार्टीको परिकल्पना गर्नुभयो, रवि लामिछानेको परिकल्पनामा राष्ट्रिय स्वतन्त्र नाम बस्यो, त्यसपछि घन्टी चिन्ह पायो, त्यही घन्टीको मन्दिर अगाडि म अहिले आइराखेको छु। त्यस कारणले आज यो धेरै वितृष्णा, धेरै यो जनताप्रति गरेको दमन, यो सबै कुराले पराकाष्ठ भइसकेपछि साँच्चीकै हामी युवाहरू अब युनाइटेड भएन भने, साँच्चीकै देश बनाउने पार्टीमा हामी एकजुट भएनौँ भने हामी अझ हामीलाई 50 वर्षपछि यिनीहरूले धकेल्छ, देशै रहन्छ कि रहँदैन भन्ने अवस्था पनि आइसकेको कारणले गर्दाखेरि अब ठ्याक्कै मैले तपाईँहरूलाई अभियानमा मैले के भनेको थिएँ, हिजोसम्म म स्वतन्त्र अभियान थिएँ, सडकमा कराएँ, हरेक ठाउँमा कराएँ, बिरामीको अगाडि कराएँ, धेरै चिच्याएँ। त्यस कारणले हिजो मैले कसरी बोल्यो सबैको मनोभावना मैले बुझ्दै गर्दाखेरि म आफू चाहिँ किन पीडामा चाहिँ त्यसरी चिच्याएको थियो भने साँच्चीकै म एउटा मोबाइल व्यवसाय हो, मेरो चाहिँ न्यु रोडमा पसल छ। 2056 सालमा मेरो दर्ता हो भने 2052 सालमा मैले न्यु रोडमा मैले छिरेर एउटा गाउँबाट आएर मैले स्ट्रगल गरेर म यहाँसम्म आइपुगेको हुँ। त्यस कारणले साँच्चीकै न्यु रोडले बालेनले न्यु रोड बनाउँछु र न्यु रोडको राम्रो परिकल्पना गरेर बालेन आउँदाखेरि साँच्चीकै धेरै त्यहाँ चाहिँ ठेकापट्टा पाइरहेको, सडकको पैसा उठाइरहेको धेरैले चाहिँ बालेनलाई विरोध गरेर अवरोध गरेर कालो झन्डा देखाएर त्यहाँ लखाटे कामहरू भयो र मलाई त अचम्म लाग्यो कि हस्पिटलमा गयो सेवा पाइँदैन, कहीँ गयो सेवा पाइँदैन, एउटा केटो आएको छ काठमाडौँ बनाउँछु भनेर त्यसैलाई पनि लखाट्छ, रवि हेऱ्यो रविलाई पनि लखाट्छ। यो के तानाशाही हो, यो कस्तो देशमा रहेछ जन्म, थक यस्तो तरिकाले त अब हामी बाँच्नु हुँदैन। साँच्चीकै